जोडिनु होला भन्ने अनुरोध गर्छु र त्यसै गरेर तपाईँलाई देखेर मन कटकट खायो हो दर्शकबिन साँच्चै यहाँनिर चाहिँ श्रम गर्दा गर्दै उहाँ पानीको लागि सहयोग गर्दै हुनुहुन्छ र उहाँले सहयोग गर्दै गर्दाखेरि म ठ्याक्कै आइपुगेको छु। हजुरलाई स्वागत गर्न चाहन्छु। हजुरको शुभ नाम बताइदिनुहोस् न। साथ नै आज यहाँनिर तपाईँहरूकै घर आँगनमै श्रम गरिराख्दाखेरि होइन श्रम चलिरहेको बेलामा आज तपाईँले यो घर आँगनमा चाहिँ यो श्रम चलिरहेको बेलामा आज तपाईँले यो हातमा पैसा बोकेर यो सहयोग हो भनेर उभिराख्नु भएको जस्तो देखेँ कि यो चाहिँ सहयोग गर्दै हुनुहुन्छ हजुरले? आज यहाँनिर श्रम गर्ने श्रमदाताहरूलाई चाहिँ पानी र खाजाको लागि चाहिँ तपाईँले यहाँ सहयोग गर्दै हुनुहुन्छ। कति जति सहयोग गर्दै हुन्छ? 1000 तपाईँले सहयोग गर्दै हुनुहुन्छ। 10 रुपियाँ भनेपछि आज यो तपाईँहरूकै घर आँगनमा यो कार्यक्रम उहाँहरूले श्रम गरिराख्दाखेरि तपाईँहरूलाई कस्तो लागिरहेछ? एकदम खुसी लाग्यो, राम्रो लाग्यो यो कार्यक्रम एकदम मजाले राम्रो लाग्यो। अस्तिदेखि भेट नहोला भन्दै हजुर अहिले पनि भर्खर गोरु खोलेर आइपुगेको, अब फेरि गोठाला जानुपर्ने। अब तपाईँको आफ्नो व्यस्तता छँदैछ, तर पनि आफू नभ्याए पनि आफू यस ठाउँमा उपस्थित हुन नसके पनि तपाईँलाई एकदमै इच्छा र मन त छ, तर पनि व्यस्तताले गर्दाखेरि तपाईँ नभ्याएकोले काम गर्दा पनि आज तपाईँकै हातबाट यहाँनिर सहयोग गर्दै हुनुहुन्छ। खाजा पानीको लागि भनेर तपाईँले पानीको लागि चाहिँ तपाईँले सहयोग गर्दै हुनुहुन्छ नि त। आज उहाँले चाहिँ सहयोग गर्दै हुनुहुन्छ र आज यो तपाईँहरूको कार्यलाई देखेर उहाँले मन पराएर होइन उहाँले चाहिँ मन पराएर तपाईँहरूलाई सहयोग गर्दै हुनुहुन्छ। सहयोगको भावना बोकेर उहाँले यसरी तपाईँहरूको काम गरेकै ठाउँमा स्थलमा आएर चाहिँ सहयोग गर्दै हुनुहुन्छ। तपाईँलाई कस्तो लागिरहेछ यस बारेमा? यो बारेमा चाहिँ विशेष गरेर यामबहादुर इदिङको काकालाई हार्दिक धन्यवाद हजुर भन्न चाहन्छु। अनि जय देश जय माको जय श्रम भन्न चाहन्छु काकालाई। विशेष गरेर यसरी नै काकाले भन्दै हुनुहुन्छ उहाँले म चाहिँ भौतिक रूपमा उपस्थित हुन नसके, गाई खोल्नु पर्ने छ, अहिले भर्खरै गोरु खोलेर आइदिनुहोस् न ल, गोरु चाहिँ जोतेर हजुर आएको, अब फेरि गाई खोलेर म कोठाला जानुपर्ने छ, त्यसले गर्दा म घरमा एक्लो छु, म भ्याइनँ भनेर उहाँले हामीलाई यसरी 1010 रुपियाँ पैसा पानी अथवा खाजा जे भयो विश्राम हजुर प्रत्यक्ष हुन नसकिन प्रत्यक्ष रूपमा यति भएपछि म उपस्थित भएँ भनेर उहाँले जनाउनु भएको छ। र मैले पनि अघि भने उहाँलाई विशेष धन्यवाद दिँदैदेखि नै सम्पूर्ण श्रमदाताको टिमको तर्फबाट र सम्पूर्ण माई नगरपालिका 7 वटा निवासी दाजुभाइ तथा दिदीबहिनीलाई यही भन्न चाहन्छु कि तपाईँहरू काका जस्तै विभिन्न आफ्नो कारणवश भौतिक रूपमा उपस्थित हुन सक्नुहुन्न यो फिल्डमा भने यसरी अन्तर्गत रूपमा तपाईँहरू उपस्थित हुन सक्नुहुन्छ र साथ सपोर्ट विशेष गरेर दिनुहोला भन्ने अनुरोध गर्दछु। हाम्रो आँगन हाम्रो गाउँ हाम्रो ठाउँ होइन, हामी आफैले बनाउनु पर्यो भन्ने चाहिँ हो त। होइन यो हेर्नुहोस् यो पुरै भरिएको छ नि त होइन। अब अहिले हेर्नु कस्तो राम्रो भयो होइन, राम्रो घर मात्रै बसिन्छ, यसो बनाइदिँदैन हाम्रो हो। त्यसले गर्दाखेरि अब कसले के गर्छ भन्दा पनि तपाईँको पक्कै नि पारीको मान्छेहरू हाम्रो गर्दैन, आठको मान्छेले गर्छ त हाम्रो साथ गर्दैन। अब त्यस्तै कुराले गर्ने हो भने तपाईँको मेरो चाहिँ घर यहाँबाट यो साबी 6 मेरो साबी 5 मेरो त त्यहाँ माथि हो नि त होइन। यहाँ आएर किन गर्ने भन्दाखेरि वार्ड नम्बर 7 निवासी हो नि त हामी त होइन। सम्पूर्ण त्यसैले अहिले यहाँ धेरैजना यो कपर सुगा हो नि त, यो टोस कपर सुगाको धेरैजना दाजुभाइ दिदीबहिनी चाहिँ आफ्नो कार्यक्षेत्रमा व्यस्त हुनुहुन्छ, त्यो ठिक छ आइयो। तर हप्ता दिनमा महिना दिनमा तपाईँको हाम्रो आज 26औं हप्ता चल्दैछ यो श्रमदान होइन, 26औं हप्ता चल्दैछ। तर पनि कतिपय साथीभाइ चाहिँ अहिले पनि क्यारम बोर्ड खेलेर तास खेलेर बसेको छ नि त होइन। त्यस्ता साथीहरूलाई चाहिँ के भन्न चाहन्छु भने तपाईँहरू खेल्नुहोस्, तपाईँ मनोरञ्जन गर्नुहोस्, तर तपाईँहरूले आफ्नो गाउँ आफ्नो ठाउँ बनाउनको लागि चाहिँ यामबहादुर इदिङको काका जस्तै प्रत्यक्ष रूपमा भौतिक रूपमा उपस्थित नसके पनि अप्रत्यक्ष रूपमा जोडिनु होला भन्ने अनुरोध गर्छु। र त्यसै गरेर तपाईँलाई देखेर मन कटकट खायो हो बस्ती तानेर गएर तपाईँहरू देख्नुहुन्छ होइन। हामी बुझ्छौँ काका, तपाईँ बिजी हुनुहुन्छ, एक्लै हुनुहुन्छ नि त होइन। त्यसले गर्दा यो पनि तपाईँ उपस्थित हुनु हो नि त यहाँनिर, हो क्या नि त। ल धन्यवाद छ काका तपाईँलाई यसरी साथ सपोर्ट सहयोगी मन भएको महानुभावहरू पनि आएर तपाईँहरूलाई यसरी सहयोग गरिराख्दाखेरि होइन। र अहिले भन्दै हुनुहुन्थ्यो कटक्क मन छुयो
यसरी आफ्नै गाउँमा आफ्नै ठाउँमा आफूले यसरी सहयोग गर्न नपाउँदाखेरि कटक्कै मन खायो भन्दै उहाँ यसरी जानुभयो। मलाई पनि कता कता आफ्नो गाउँ आफै बनाऊ भन्ने यो महाअभियान छ होइन। यसमा तपाईँहरू यो खटिराख्दाखेरि यत्रो टन्टालापुर घाममा पनि आफ्नो गाउँको लागि यति धेरै मरिहत्ते गरेर तपाईँले आफ्नै ठाउँलाई चाहिँ बनाउन हो, एउटा सरसफाइ राखौँ भन्ने अभियानमा जुट्नु भएको छ। विशेष त हजुरलाई माई नगरपालिका 7 को श्रम संस्कृति पार्टीको चाहिँ संयोजक पनि हुनुहुन्छ। हजुरलाई विशेष धन्यवाद। यस्तै कार्यहरू गर्दै जानुहोला होइन। र गाउँमा चलिरहेको जुन यो एउटा महाअभियान श्रममा चाहिँ तपाईँले जुटाउनु भएको छ, यति धेरै तपाईँकै हात छ होइन। आज यसरी तपाईँले चाहिँ यतिका भनौँ न श्रमदाताहरूलाई जोड्नु तपाईँकै हात ठुलो छ। त्यसैले गर्दाखेरि हजुरलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद। तपाईँले अब यो हुनु त त्यसै पनि आफ्नो गाउँको आफै बचाउनुले भने जस्तो हजुर होइन भन्नु। तर यो चाहिँ के भने मेरो भन्दा पनि यहाँ अहिले देख्नुभयो नि स्वतःपूर्त मेरो मन कटाकै खायो भन्नुहुन्छ। आफ्नो किन कारणवशले उपास हुनु सक्नु भएको छैन। हजुर र उहाँ चाहिँ स्वतःपूर्त उपास हुनुभएको हो क्या। हो त सही हो त। मैले चाहिँ के भन्नु लु गर्नुपर्छ भन्ने छु। यहाँनिर विशेष गरेर हुनुहुन्छ हाम्रो श्रमदाता आदरणीय अग्रज व्यक्तित्वहरू पनि होइन। हजुर र सबैलाई हामीले कसैलाई पनि जबरजस्ती कसैले भनेको छैन। हाम्रो हरेक हाम्रो तपाईँको हरेक उमा चाहिँ तपाईँको हामीलाई चाहिँ के भने खाजा पानी आजसम्म हामीले गोजीको चाहिँ लगाएको छैन। यसरी चाहिँ उपस्थित हुन नसक्ने व्यक्तित्वहरूले हामीलाई सहयोग गरिराख्नु भएको छ। तर अर्को दुःख लाग्दो कुरा चाहिँ हाम्रो यति मात्रै होइन कि हाम्रो यहाँ धेरैजना हुनुहुन्छ। अहिले पनि एटलिस्ट यो चाहिँ विशेष गरेर कपरसुका टोल हजुर हामीले कुमाल टार सकेर हामी आज कपरसुका टोलमा काम गर्दैछौँ। कपरसुकाका हाम्रो विशिष्ट व्यक्तिहरू अग्रज दाजु दिदीबहिनीहरू हाम्रो समकक्षी युवा साथीहरू पनि आज के भने ठुलो हेरेर बसिरहेछ। देख्नुभएछ आज मेरो पसिना बगिरहेछ, यहाँनिर पसिना बगाइरहेछ। र त्यस्ता साथीहरूलाई के भन्छु भने विशेष गरेर जाति पार्टी को रूपले र साथीहरूले कतिपय चाहिँ म त्यो बुझ्छु। यो चाहिँ श्रम संस्कृति पार्टीले गरेको त्यो पार्टीको भन्ने बुझ्छु। र उनीहरूले सरसफाइ गर्ने हो के मलाई बाल्बो भन्ने खालको कुरा गर्छन् कति युवा साथीहरू है कि उहाँहरूको नामै चाहिँ नतोकौँ होइन। तर उहाँलाई चाहिँ म के भन्न चाहन्छु भने भोलि यो बाटोमा यो पानी चिप्लो भएर गाडी लडे एक्सिडेन्ट भयो भने कसलाई भन्छ? वार्ड नम्बर 7लाई भन्दैन। त्यसो भने तपाईँ हामी सबैलाई छुयो के यो अम्लामा चोट लाग्यो भने चाहिँ तपाईँको एउटा लागेन अम्लामा चोट लाग्छ क्या। त्यसैले हामी हाम्रो यो मेन रोडमा तपाईँ किनकि हरेक कुरोमा एम्बुलेन्स गाडी कुद्छ, तपाईँको हरेक कुरो एम्बुलेन्स कुदिराखेको हुन्छ होइन। त्यसको भोलि गएर यो बाटो चाहिँ अवरोध भएर समस्या आयो भने हामीलाई चिन्छ। त्यसैले गर्दाखेरि यो पार्टीको कुरा नगरी पार्टी आफ्नो ठाउँमा छ, भरोसा आफ्नो ठाउँमा छ, जाति आफ्नो ठाउँमा छ, धर्म आफ्नो ठाउँमा छ। तर कृपया साथीहरू आदरणीय व्यक्तित्वजीहरूलाई म के भन्न चाहन्छु भने आउनुहोस् हाते मालो काम गरौँ। आस्था र भरोसा तपाईँ हाम्रो आफ्नो ठाउँमा छ। आस्था र भरोसालाई गोजीमा राखेर श्रम गरौँ। त्यहाँ चाहिँ तपाईँको हामी जाति पार्टी आफ्नो ठाउँमा लाउँ, आफ्नो ठाउँमा गरौँ भन्न चाहन्छु। र वडा र देशको वडाको विकास टोलको विकास भयो भने मात्रै तपाईँको टोलको विकास भयो भने मात्रै पक्कै वडाको हुन्छ, वडाको भयो भने तपाईँको नगरको हुन्छ, नगरको भयो भने मात्रै तपाईँको जिल्लाको होला, जिल्ला भएपछि मात्रै तपाईँको प्रदेशको अनि मात्रै केन्द्रको हुन्छ होला। तपाईँ र मैले पहिले आफ्नो टोल बनाउनु पर्छ भन्न चाहन्छु सम्पूर्णलाई। हस् त, धन्यवाद। समय दिनुभयो एकदमै विशेष। हजुरलाई धन्यवाद। धन्यवाद। हस्।